बोल्न बोल्छु भन्दैछ बोल्न यो सँग बोल्छु भनेर ए बोल्ने एकदमै छ बाफ पनि एकदम गाह्रो त्यही बाफ त्यहाँ Revolved around you now, it's trapped inside the pain. Maybe I should stay in the dark after you had it to a place too far away. All those crazy thoughts are going through my mind. A part of me I can't. हामी भ्यू पोइन्ट आइपुग्यो ए लभली हिल आइगयो लभली हिल आइपुग्यो केटाहरू पनि थाकेर लोड भइसक्यो अब खाना खाने हो यसो बाटो हेर्दैछौँ खाना क्या खाने जाम कि माथि जाम ब्याग हिँड्छ माथि जाम त्यहाँ अनि यसो खाना साना पनि बुझाऊँ हापा फाम आधा गरौँ have a break, have a कता देखाउ तिमीले पछाडि हेर त ए पछाडि खिच्यो जाम त भ्यू पोइन्ट टिभीको छुट्टै अनि त्यो वाइफाईको छुट्टै ओके अब खाना खाने हो अन्त चाहिँ फेरि माथि हामी आज खाना खान लाम होइन अब खाना खाएर अनि फेरि निस्किन 1 घन्टा यति कुर्नु पऱ्यो खानालाई केटा हात धुनु भयो हामी खाना खाएर अब फेरि हिँड्न लाग्छौँ आज हामी जति सक्यो त्यति टाढासम्म हिँड्ने प्लान छ हाम्रो अनि त्यसपछि भोलि सजिलो होस् भनेर केटाहरू फोटो गर्दै सुट गर्दैछन् त्यहाँ अन द वे है गाइज अन द वे 15 मिनट हिँड्ने 5 मिनट ब्रेक भने हाम्रो केटाहरूले केटाहरू त लम्पसार हुन थालिसक्यो अब ल जाम केटाहरू ल गाइज फेरि हामी माथि गइन्छ अनि फेरि भेटौँला है स्टे ट्युन अहिले यहाँ रेस्ट गर्थ्यो त्यही भएर भिडियो बनाएको लोड थाकिसक्यो पसिना भइसक्यो तर अल गुड कति आवर दाइ लाग्दैन होला अब मेरो विचारमा तपाईहरु त लोकल ट्राभलर है ट्राभलर हैन त्यस्तो विधि हैन हामी चाहिँ पनि ट्रेकिङ गर्न आउनु भएको है तपाईहरु जस्तै नि हामी जस्तै हिँड्ने तपाईहरुले 25 मिनेट फरेस्ट क्याम्प हो र हो ओरालो हो ए मान्छे त नजिकै छ एकछिन हेर रेस्ट गरौँ त्यसो भए कहाँ बस्ने हो र फरेस्ट क्याम्प जाने कि उता लो क्याम्प त्यहाँ तपाईहरु मलाई मेरो विचारमा रेस्ट क्याम्प जाँदा राम्रो हुन्छ अनि यस्तो राम्रो भ्यू देखिन्छ फरेस्ट क्याम्पबाट केही पनि छैन भ्यू त्यहाँनेरि सनसेट हेर्न पाउनुहुन्छ त्यो माछा पुछ्रेमा है अनि मेरो विचारमा जानुहोस् प्रेमी रेस्ट क्याम्पको टाढा हजुर तपाईहरुलाई रेस्ट हो मेरो विचारमा 40-45 मिनेट यहाँबाट होइन यहाँबाट होइन फरेस्ट क्याम्पबाट त्यस्तो 40-45 तपाईहरु त्यहाँ इन्जोय गर्न आउनु भएको नि हैन इन्जोय गर्नुपर्छ कि रेस्ट क्याम्प एकदम बेटर हुन्छ जम्मा 2टा लज मात्रै छ रेस्ट क्याम्पमा ल पर्दैन भयो भाइ स्टार्ट भयो केटा रक
जुन पाइलामा यताबाट टेक्छ जाने? त्यही पाइलामा टेक्दै हिँड्ने सधैँ यताबाट जाने यताबाट जुन पाइलामा मैले टेक्छ सामान यता बसेँ म लास्टमा त्यो लट्ठी साइड राख्दिनु ल गर्नु लौरी होइन है बुझिस् मैले जहाँ टेक्छु नि त्यही टेक्दै छु पहिला लेफ्ट गर रेडी रेडी होइन अब यता मेरोमा खै त बिपिन रोक हल्का यताबाट गरौँ नि हामी यहाँ रेस्ट क्याम्पमा आइसक्यो अब आज यहीँ बसिन्छ किनकि अब हिँड्न सकिन्न अनि त्यसपछि यहाँबाट फेरि भोलि बिहान 8 बजे हिँडेर भोलि बिहान फेरि 8 बजे हिँडेर अनि हाई पोइन्ट भोलि कहाँ गइन्छ हामी हाई क्याम्प 8 घन्टा बोल्न त बोल्छु भन्दिस् त बोल त योसँग बोल्छु भनेर ए बोल्ने होइन फेरि है एकदमै चिसो छ है बाफ पनि देख्न सक्नुहुन्छ गाह्रो त्यहीको बाख्ने कति ए बाख्ने पनि कति ल बाफ साह्रै बाफ हालेछ बाबुको चाहिँ यस्तो जाडो है जाडो साह्रै जाडो अब यहाँ रुम सुम हेरेर अनि मिल्यो भने यहीँ बसेर अनि त्यसपछि अनि जाउँ त नि के यहाँ बस्यो गाइड सर प्लिज गाइड गर्दैन हाम्रो घन्टाको गाई राम्रो देखा भयो गाइड सर ल है बुझेर आउनु है रुम सुम गाइड सरले बुझेर आउनुहुन्छ अब त्यो ब्याग राख्नु हामी भर्खरै अब यता रुममा आएर बसेछौँ अन्त रेस्ट क्याम्पमा बस्यौँ आज हामी होइन त्यसपछि भोलि छिट्टै उठेर हाई क्याम्पमा गएर अनि भोलि त्यहीँ बसेर पर्सि बिहान नै उठेर अनि भ्यू पोइन्ट गएर भ्यू पोइन्ट गएर यताउता भिडियो फोटो खिचेर अनि फर्किने प्लानमा छौँ हामी त्यही भएर आज यहीँ माथि नै बस्यौँ म भर्खरै खानासाना खाएर निस्केको होइन अब सुत्ने हो छिटै सुत्ने हो भोलि छिटै उठेर अनि हिँड्ने हो Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. अब चाहिँ टाइम ल्याप्स गरेर भिडियो बनाइयो त्यतिखेर म इन्ट्रो त्यो सुरुमा भिडियो बनाउनु बिर्सेछु क्या अहिले चाहिँ टाइम ल्याप्स गरेर भिडियो बनाइयो अनि अहिले चाहिँ अब बल्ल भनेको क्या अनि केटाहरू यहाँ छन् म त्यहाँ अनि एउटा दुइटा केटाहरू सुतिरहेन् थके लाग्यो भनेर खुट्टा दुख्यो भनेर हिजो लगभग कन्टिन्युसली हिँड्यो नि त त्यही भएर नि भ्यू चाहिँ यस्तो है अहिलेको चाहिँ सनसेट भइसकेपछि अनि यो होटलमा बसेँ है होटल गोल्डन भ्यूमा जति माथि हुँदै गयो त्यति महँगो हुँदै जाँदो रहेछ होइन हामीले चाहिँ प्याकेज खोज्दै गएको थियौँ सिङ्गल पर्सनलाई हामीले तल बस्दा फेरि 1000मा बसेको थियौँ यहाँ माथि आएको 1700 जति माथि त्यति महँगो अझै भ्यू पोइन्टमा त झन् महँगो हुन्छ होला सायद थाहा छैन है तर अझै महँगो हुन्छ होला भ्यू पोइन्टमा चाहिँ यहाँबाट राम्रो देखेको रहेछ भ्यू चाहिँ हाम्रो फेरि यहाँबाट नि यात्रा सुरु भइसक्न लागेको छ होइन केटाहरू सब रेडी भइसके लगभग सबै रेडी भइसके अब यहाँबाट निस्केर आज उता पुगिन्छ होइन चिसो जति माथि जाँदै गयो त्यति चिसो बढ्दैछ
चिसो त मजाले बढ्दैछ जति माथि त्यति चिसो बढ्दैछ अब हामी उतो त्यो हिमाल माछापुछतिर हामी उता मर्दी हिमाल जान होइन सायद आज हाई क्याम्पमा सम्म पुगिन्छ उतै बसिन्छ 6 घन्टा हिँड्यो भने हाई क्याम्प पुगिन्छ अरे आज 6 घन्टा हिँडेर हाई क्याम्प पुगेर अनि त्यसपछि त्यहीँ बसेर भोलि बिहान 3 बजे उठेर अनि हामी भ्यू पोइन्ट जान त्यही भएर ट्रिप रमाइलो हुँदैछ जे होस् हिँड्दा चाहिँ गाह्रो हुन्छ वर्थ इट छ हिँडेको वर्थ इट छ एकदम यस्तो नेचुरल भ्यूको लागि एकदम वर्थ इट रमाइलो छ क्या ग्रुपमा हिँड्छ रमाइलो हुन्छ क्या ग्रुपमा भयो भने चाहिँ रमाइलो हुन्छ त्यही हो अब हामी यहाँबाट निस्किन्छौँ अनि त्यसपछि फेरि बाटोमा भेटौँला कालो हिँड्ने थकाइ मार्ने कार्यक्रम भएर है अहिले छोटो छोटो सास लिए होइन लामो लामो सास लियो अनि बिस्तारै छोटो छोटो सास लियो भने झन् उज हुन्छ क्या चाँड थाक्छ नाच्थ्यो नि Guys, we are in the low camp. Finally, low camp आयो अब यहाँबाट हाई क्याम्प गइन्छ माछापुछी लो क्याम्प आयो फाइनली यताको होटलहरू दुई तिन घन्टामा हाई क्याम्पमा पुगिन्छ है माथि गएर चौचुले काम चला Hi, namaste. Where is high camp? It's in the top, I think. How to go? From How here. to way? This way. Yeah. Okay. Thank you, namaste. No worries. होटलहरू जस्तो हुन्छ यहाँमा यहाँ इलेक्ट्रिसिटी छैन सबै सोलरबाट चलिरहेछ त्यही हो धन्न थर्मसमा तातो पानी हालेर लाग्यो त्यसलाई अलिअलि मिक्स गरेर मनतातो बनाएर खाइरहन् पानी चाहिँ नत्र त्यस्तो चिसो हो पानी झन् चिसो हो बिहान मुख धुँदा आइस हुन्छ अब यही पहाड होला त गाइज अब फेरि निस्केपछि हामी म फेरि भिडियो बनाउने छु है स्टे ट्युन